विक्रम सम्वत 2052 साल माघ 21 गते डाक्टर बाबुराम भट्टराई, पम्फा भुसाल लगायतका समूह सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय पुग्छन् र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो 40 बुँदे माग पेश गर्छन्। नमस्कार, म रिवाज प्रधान। आजको यस कार्यक्रममा हामी नेपाली इतिहासमा एक दशक भन्दा लामो चर्केको माओवादी द्वन्द्वलाई अध्ययन गर्नेवाला छौं। सुरु गरौं। त्यस मागपत्रमा माओवादी पक्षले राजतन्त्रको अन्त्य, अन्तरिम सरकार, संविधान सभा आदि जस्ता माग राखेको थियो र साथै त्यसलाई लिएर सकारात्मक पहल नभए फागुन 5 देखि सशक्त विद्रोह थाल्ने चेतावनी दिएका थिए। तर त्यसलाई राजनीतिक प्रचार भन्दा बढी नठानेका देउबा भारत उड्छन्। माओवादी पनि आफैले तोकेको समय सीमा भन्दा 4 दिन अघि फागुन 1 मा रोल्पा रुकुम, सिन्धुली र गोर्खालाई केन्द्र बनाएर विद्रोह थाल्छ। पृष्ठभूमि: चितवनको रामपुर क्याम्पसबाट बीएससी गरेर गोर्खामा पढाउँदै गरेका पुष्पकमल दाहाल पूर्णकालीन कम्युनिस्ट कार्यकर्ता बनुन्जेलसम्म विक्रम सम्वत 2006 सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आन्तरिक मतभेदका कारण थुप्रै समूहमा विभाजन भइसकेको थियो। ती विभिन्न समूहहरूमध्ये पुष्पकमल दाहाल प्रचण्ड चाहिँ नेकपा चौमा अर्थात् चौथो महाधिवेशनमा लाग्छन्, जुन पछि 2040 सालमा विभाजन हुन्छ र एकातिर लाग्नै पर्ने भएपछि उनी मोहन विक्रमको नेकपा मसालमा लाग्छन्, जुन फेरि 41 सालमा फुट्छ र उनी मोहन वैद्यको नेकपा मसालमा जान्छन्। 2046 सालको आन्दोलनमा नेकपा मालेहरूले बहुदलको नारा दिइरहेका थिए भने माओवादीहरूले गणतन्त्रको नारा दिइरहेका थिए। पञ्चायतको अन्त्यपछि आन्दोलन रोकियो, तर प्रचण्ड समूहहरू चाहिँ पूर्ण गणतन्त्र नै चाहन्थे र नयाँ पार्टी गठन भयो, जसमा मोहन विक्रमको मसालबाट बाबुराम समूह 2048 भदौमा मिसियो र नेकपा एकता केन्द्र गठन भयो। प्रचण्ड र सीपी गजुरेल बिहारको एकबरमा भारतको माओइस्ट कम्युनिस्ट सेन्टर एमसीसीबाट 15 दिने फौजी तालिम लिन्छन् र प्रचण्ड बादलहरू सिरानचोकको युवाहरूलाई हतियार चलाउने तालिम दिन्छन्। नेकपा एकता केन्द्र पार्टी तीव्र गतिमा युद्धको बाटोमा लागिरहेको थियो, तर निर्मल लामाहरूको समूह तत्कालै युद्धको पक्षमा थिएनन् र 2051 सालमा फेरि पार्टी फुट्यो। लामा समूहहरूको नेतृत्व नारायण काजी श्रेष्ठले गरे, जसको नाम नेकपा एकता केन्द्र नै राखियो र प्रचण्डले भने आफ्नो पार्टीको नाम फेरेर नेकपा माओवादी राखे। विद्रोहको सुरुवात: विक्रम सम्वत 2052 फागुन 1 मा माओवादीले रोल्पा रुकुम, सिन्धुली र गोर्खालाई केन्द्र मानेर युद्ध थाल्छ। प्रहरी चौकीहरूमा गुरी र हँसिया बोकेका आफूलाई माओवादी भन्ने समूहले आक्रमण गरेको खबर सुनिन्छ। माओवादीले ती जिल्लाहरूलाई केन्द्र मानेर युद्ध सुरु गर्नुको धेरै कारणहरू थियो भन्न मिल्छ। ती ग्रामीण क्षेत्रहरूमा सरकारको उपस्थिति कमजोर थियो, गरिबी, बेरोजगारी, बहुदल पुनर्स्थापना पछि पनि आम जनताको जीवनस्तर नउकासिनु, भ्रष्टाचार, दलित मुद्दा, हिन्दू राष्ट्रको रोष, अविकास आदि जस्ता सामाजिक, राजनीतिक, आर्थिक मुद्दाहरू क्रान्ति मौलाउन पर्याप्त थिए। प्रहरीको जवाफी कारवाही: विक्रम सम्वत 2056 फागुन 10 मा रुकुममा प्रहरीले गलत कारवाही गरेको कुरा सुनिन्छ, जसमा 15 निर्दोष व्यक्तिहरूले ज्यान गुमाउँछन्। पत्रकार सुधीर शर्माले आफ्नो किताब प्रयोगशालामा लेखे अनुसार उनी त्यहाँ पुग्दा त विरोधीहरूलाई लुकाएको आशंकामा प्रहरीले जलाएका दर्जनौं घरको अवशेष देखिन्थे र आतंक मचाउने प्रहरी चौकी छोडेर सदरमुकाम पुगिसकेका थिए। प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले प्रहरीलाई एउटा केन्द्रीकृत कारवाही थाल्ने अनुमति दिन्छन्, जसको नाम थियो किलोसेरा 2। किलोसेरा 2 एक सर्च एन्ड किल अपरेसन थियो, जसले माओवादीहरूको आधार क्षेत्रमा कब्जा गर्ने लक्ष्य राखेको थियो। प्रहरीले यो अपरेसन सुरु गरेको अर्थात् 2055 जेठ 12 देखि सुरुवाती 5 महिनासम्म प्रहरी निकै आक्रामक देखियो, तर समयसँगै जनतामा सरकार प्रतिको प्रतिशोध बढ्यो र माओवादीलाई नै सघायो। समयसँगै प्रहरीको घेरा हालेर सखा पार्ने किलोसेरा विरुद्ध माओवादीले घेरा तोडेर प्रतिशोध गर्ने जवाफी नीति अपनाउँछ। त्यस अनुरूप 2055 कार्तिक 10 मा देशव्यापी अनेक ठाउँमा हमला गर्छ। वास्तवमा माओवादी प्रहरी सहित सबै सरकारी निकायहरूलाई दबाएर आफ्नै शासन चल्ने आधार इलाका निर्माण गर्ने नीति सहितमा अगाडि बढेको थियो। 2056 सालको संसदीय निर्वाचन पछि त प्रहरी ग्रामीण क्षेत्रमा झनै कमजोर हुँदै गएको थियो र सदरमुकाममा नै सीमित हुन पुग्यो। माओवादी छापामारहरूले आक्रमण गर्नु बित्तिकै प्रहरीहरूले बन्दुक बुझाएर
हराएर आत्मसमर्पण गर्ने प्रवृत्ति पनि बढेको थियो। प्रहरीको सबैलाई मारेर सिध्याउने रणनीतिका कारण धेरै निर्दोषहरूले पनि कारबाही भोग्नु परेको थियो र उल्टै युद्धग्रस्त क्षेत्रहरूमा माओवादीको छवि पनि राम्रो बन्न पुगेको थियो। विक्रम सम्वत 2056 सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री बनेका थिए। उनले राजा वीरेन्द्रलाई भेटेर प्रहरीलाई सशक्त बनाउनु पर्यो, उनीहरूलाई एसएलआर राइफल दिलाउनु पर्यो सरकार भनेर अनुरोध गर्दा राजाले उनलाई पीएम आर यू गोइङ टु वार विथ देम भनेर सोधेका थिए, जुन कुरा पछि गएर तत्कालीन उपप्रधानमन्त्रीले खुलासा गरेका थिए। प्रधानमन्त्री भट्टराईको प्रयास। प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई विद्रोहीसँग वार्ताको सम्भावना खोज्न थाल्छन् र केही हदसम्म सफल पनि हुन्छन्। तर 2056 भदौ 23 मा गोर्खामा प्रहरीले माओवादीको पोलिट ब्युरो सदस्य मारेपछि बन्दै गएको वार्ताको वातावरण बिथोलिन पुग्छ र असोज 5 मा माओवादीले देशव्यापी हमला गर्छ, जसका क्रममा रुकुममा प्रहरी डीएसपीलाई कब्जामा लिन सफल हुन्छ माओवादी। तर भट्टराई सरकारले वार्ताको प्रक्रिया नै अगाडि बढाउने निधो गर्छ र सरकारले जेलमा रहेको नेताहरूलाई छोडे बापत माओवादीले डीएसपीलाई छोड्ने निधो हुन्छ। प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको वार्ताको प्रयास बारे थाहा पाउने बित्तिकै कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले आफ्नो सबै सांसदहरूलाई अविश्वासको मत दर्ता गराउने निर्देशन दिन्छन् र त्यसको भोलिपल्टै संसदमा सबै कांग्रेस 69 वटा सांसदहरूले आफ्नो अविश्वासको प्रस्ताव दर्ता गराउँछन् र चैत 3 मा भट्टराईले राजीनामा दिन्छन्, जसको 3 दिनपछि प्रधानमन्त्री बन्छन् गिरिजा प्रसाद। माओवादी विद्रोह चलिरहेको समयमा 2058 सालतिर अचानक एउटा मोड आएको देखिन्छ, जस पश्चात माओवादी एकदमै आक्रामक भएको थियो र त्यो थियो दरबार हत्याकाण्ड। राजदरबार हत्याकाण्ड। 2058 जेठ 19 को रात राजदरबार हत्याकाण्ड घटेपछि अधिराज कुमार ज्ञानेन्द्र वीर विक्रम शाहदेव राजा बन्छन् भने तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद त्यसलाई ग्रान्ड डिजाइनको भाग भनिरहन्छन्। त्यस समयमा माओवादी नेता डाक्टर बाबुराम भट्टराईले कान्तिपुरमा भारतीय विस्तारवादहरूले नेपाललाई पहिला भुटान अनि सिक्किम बनाउने ग्रान्ड डिजाइन रचेको र राजा वीरेन्द्र यही प्लानको शिकार बनेका हुन् भनेर लेख्नुका साथै भारतीय जासुसी निकाय लेन्डुप दोर्जेका रूपमा गिरिजा प्रसाद पाइसकेको र लेन्डुप दोर्जे र जिग्मे सिग्मेको गठबन्धन गराएर नेपाललाई सिक्किमीकरण गर्ने प्लान बनाएको उल्लेख गरेका थिए। प्रधानमन्त्री देउबाको प्रयास। कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला पछि प्रधानमन्त्री बनेका शेरबहादुर देउबाले प्रधानमन्त्रीको शपथ नखाँदै 2058 साउन 8 मा युद्ध विराम आह्वान गर्छन्, जसलाई सोही दिन प्रचण्डले स्वीकार गर्छन् र वार्ता सुरु हुन्छ। माओवादी पक्षबाट कृष्ण बहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र तोप बहादुर रायमाझी सदस्य रहेको वार्ता टोली गठन हुन्छ भने सरकार पक्षबाट भौतिक योजना मन्त्री चिरञ्जीवी वाग्लेको संयोजकत्वमा वार्ता टोली गठन हुन्छ, जसमा सबै कांग्रेसकै मन्त्रीहरू थिए। भदौ 14 मा ललितपुरको गोदावरी विलेज रिसोर्टमा पहिलो औपचारिक वार्ता चल्छ, जुन उपलब्धि विहीन नै हुन्छ। माओवादीले भदौको तेस्रो सातामा रोल्पामा देशभरबाट छानिएका छापामारहरूलाई भेला गरेर जनमुक्ति सेना नेपालको गठन गर्छ। राजा ज्ञानेन्द्रको कु। यस्तै अवसरको खोजीमा लागेका ज्ञानेन्द्रले 2061 असोज 19 गते सरकारले शान्ति स्थापना गर्न असक्षम भयो भनेर आफ्नो प्रत्यक्ष शासन सुरु गर्छन्। यही घटनालाई माघ 19 को घटना भनेर पनि सम्बोधन गरिन्छ। शान्ति, सुव्यवस्था, सुशासन, भ्रष्टाचार। राजाले कु गरेपछि न त जनताले चुनेको संसद नै रह्यो, न त जनताले चाहेको प्रधानमन्त्री नै रह्यो। राजाले सत्ता हत्याएपछि 7 राजनीतिक दलहरू पहिलो पटक एकजुट भए, जसको सर्वसम्मत नेता बने गिरिजा प्रसाद कोइराला। गिरिजा प्रसादको नेतृत्वमा 7 दल र माओवादी बीच दिल्लीमा समझदारी हुन्छ, जसले दोस्रो जनआन्दोलनको बाटो खोल्छ। दोस्रो जनआन्दोलन। दिल्लीमा भएको 12 बुँदे समझदारी बमोजिम 7 संसदीय दलहरूले काठमाडौँमा आफ्नो कार्यकर्ताहरू उतार्छन्। उक्त समझदारीले 7 दलहरूलाई पनि राजा विरोधी युद्धमा सामेल गर्नुका साथै वर्षौंदेखि सरकारमाथि दबाव सिर्जना गर्न नसकिरहेको, काठमाडौँ पस्न नपाइरहेको र ग्रामीण क्षेत्रमै सीमित रहेको माओवादीलाई पनि काठमाडौँ पस्ने बाटो खोल्छ। 19 दिनसम्म चलेको उक्त जनआन्दोलनमा सेनाको दमनले गर्दा लगभग 20 जना व्यक्तिहरू वीरगतिलाई प्राप्त हुन्छन्। शाही सेनाको दमनका कारण सेनाले देश विदेशबाट मात्र
नभई संगठन भित्रबाटै दबाव भोगिरहेको थियो। यस्तै अवस्थामा सेनापति प्यार्जङ थापाले एउटा निर्णय लिन्छन्। उनले भनेका थिए, शाही नेपाली सेना आफ्नै जनतामाथि शक्ति प्रदर्शन गर्नमा विश्वास गर्दैन। 2063 वैशाख 12 मा जनआन्दोलनको उत्कर्ष हुनेवाला थियो। त्यस दिन दलहरूले चक्रपथमा लाखौं कार्यकर्ता उतार्नेवाला थिए। सोही जनबलको आडमा समानान्तर सरकार गठन गर्ने, जसलाई भारतले पनि समर्थन गर्ने र उस्तै परे वायुसेना समेत पठाउने हल्ला चलेको थियो। यो कुरा सुनेर राजामाथि असामान्य दबाव सृजना भएको थियो। माओवादीले चक्रपथमा उत्रेको भिडलाई राजदरबार घेर्न लगाउने सूचना आयो। यस्तो अवस्थामा राजासँग सेनाको प्रयोग गरी दमन गर्नु बाहेक अन्य कुनै विकल्प थिएन। तर सेनाले पनि राजाको साथ छोडेपछि उनी असहाय भए र वैशाख 11 को रात राजा ज्ञानेन्द्रले विघटित संसद बक्से।